तुम मुझसे प्यार करते हो कि नहीं वाला खोपड़ी तोड़ साले। टी-सर्टको दाम भन्दा पत्याउँदैन होला तर 5,000 को हो एउटा टी-सर्टको दाम कतिको 5,000 तर लाख रुपियाँ कमाइन्छ यहाँ चाहिँ 5,000 फेक्नलाई के मालूम है तेरे बाप को मत सिखा चल। मन पर्यो तिमीलाई ब्रांड है ब्रांड घर जाएंगे तेरे कितने हजार का तू थोड़ा सा बहन का लोड़ा है क्या? सो व्हाट्स अप ब्युटिफुल गुड मर्निङ आज चाहिँ धेरै एक्सर्साइज किनभने आज घुम्न पनि जाँदैछ प्लस आज चाहिँ फर्स्ट डे हो क्या स्नोफलको स्लोभाकियामा आजदेखि स्नोफल स्टार्ट भइसक्यो अनि हामी सोच्दैछौँ बाहिर घुम्न जाने अनि फोटोसोटो पनि सुट हुन्छ केटाहरूसँग होइन भिडियोमा अगाडि सब एक्सप्लोर गरिन्छ आज चाहिँ अब त्यो रुमदेखिको भ्यू देखाउँछ है कस्तो छ बाहिर होइन त्यो भ्यू देखाउँछ हेर्नुहोस् अब हाल्छ कि स्टार्ट है सबै माथि माथि यो सब सेतो देखिएको चाहिँ यो सब स्नो हो कि है पुरो बाहिर ग्राउन्डमा पुरो यस्तो हो अहिले अगाडि सबै देखाउँछ घुम्न जाइन्छ चट्टा होइन सो अहिले चाहिँ रुमदेखि बाहिर निक्लेर चट्टा एउटा यहाँ विन्टरको कपडाहरू लिउँ भनेको खासै राम्रो भेटेन कि एउटा ज्याकेट मन परेको थियो साइजै भेटेन अनि हेर्दैछु अनि यहाँदेखि बाहिर निक्लेर चाहिँ स्नोफलतिर स्नो पुरो भएतिर घुम्न जाने प्लान छ हेरौँ के अरे ब्लगिङ मेरो अघिदेखि स्टार्ट भइसकेको छ तिमी चाहिँ के लिने भन न त दुईवटा कुरा चट्टा हाफपेन्ट हेरेको जिम जानलाई कस्तो हुन्छ अब हेरौँ हो कस्तो हुन्छ अब हेरौँ हाफपेन्टमा के कस्तो हुन्छ कति मिनट चाहिँ कस्तो हुन्छ हेरौँ हामी त्यसो लाइक लिङ्किन हो भनेको अहिले हामी कहाँ छौँ हामी अहिले स्पोर्ट्स सिममा छौँ कन्ट्री चाहिँ कुन चाहिँ हो दाजु काउन्ट्री स्लोभाकिया युरोप युरोपमा हजुरहरू आउनुहोस् आउनु मन छ भने कन्ट्याक्ट गर्नुहोस् तिलकलाई कमेन्ट गर्नुहोस् उसले डिटेल भनिदिन्छ तिमीलाई होइन आजदेखि यस्तो पाउँछ हाफपेन्ट आजदेखि स्नोफल भएको छ होइन आज स्नोफल भएको छ आज दाइले अब घुम्न लिएर जाने हामी हल्का अब रमाइलो हो यसो सपिङ गरिन्छ अनि भरे यसो केएफसीतिर पसिन्छ म्याकडोनल्ड्सतिर पसिन्छ हो खाइन्छ घुमिन्छ छुट्टी मनाउनु परेन अब विकेन्ड आजको हाम्रो सेड्युल भनिदेऊ न त अब आज हाम्रो सेड्युल यही हो कि अब सपिङ गरिन्छ मार्केट जाइन्छ हो त्यसपछि के खाना जाइन्छ त्यसले एउटा टी सर्ट हान्दियो टी सर्टको दाम भन्दा पत्याउँदैन होला तर 5,000 को हो एउटा टी सर्टको दाम कतिको 5,000 तर लाख रुपियाँ कमाइन्छ यहाँ चाहिँ 5,000 फेक्नलाई के छ हामीलाई राइट मालूम है तेरे बाप को मत सिखा चल। कडा खालको देऊ त नि दाजु दिपक हो के छ भने सुनाउनु न के छ वा मन पर्यो तिमीलाई ब्रांड है ब्रांड घर जाएंगे तेरे कितने हजार का शू है तू थोड़ा सा बहन का लोड़ा है क्या? सुनाउँदा ओ सुन्दा यता हेर्न साइकल लगिदिनु हुँदैन भतिजाहरूलाई के अरे काका हो के यसो काकाले विदेशबाट ल्याइदिएको भन्छ नि त नि के फोनको लागि एउटा ट्राइपोड लिनु पर्यो भनेको ट्राइपोडै भेटेको छैन एउटा ठक्क होइन हातमा मजा हुन्छ नि त ट्राइपोड हुँदा चाहिँ म चाहिँ एउटा ट्राइपोड लिइदिएको नि त जरुरी छ सो हाम्रो त्यहाँ हल्का सपिङ भयो होइन एक्सनतिर कपडा सपडा लिएर अनि यहाँ गाडीको बाहिर बसेर गाडीभित्र बसेर म बाहिर अलिकति यस्तो फल देखाइदिनु पर्यो भनेर अब यहाँदेखि चाहिँ हाम्रो जाने प्लान छ अगाडि केटाहरूले कता कता लान्छन् होइन गइन्छ अनि अब यहाँ यो के अरे एउटा स्टिक लिएको थियो नि त त्यो स्टिकदेखि ट्राई गरी हेरेको क्या भिडियो बनाउनु चाहिँ क्रिस्टमसको लागि पुरा यहाँ रङ्गी चङ्गी भइरहेको छ पुरा मार्केटतिर है रमाइलो दिपक किन खाने केएफसीमा पसौँ भनेको केएफसीमा आज कसको तर्फबाट गएर आज त तिम्रो तर्फबाट नोट चला नयाँ सेल्फी स्टिक किनेको छ अनि त्यसपछिमा अनि आज केएफसीमा पसेर अनि के अरे क्रिस्मस आउनु आँटो अनि तपाईँको तर्फबाट हुनु पऱ्यो त म त क्रिस्चियन थोरै हो भने म त कट्टर हिन्दू हो अनि त्यसमा कन्भर्ट हुने भनेको होइन सुनौँ त उज्जवल त अघि त्यत्रो रेकर्ड गरेको केही रेकर्डै भएको रहेछ दिमाग खराब ए यति भनेर बोलेछन् यो कस्तो हुन्छ क्रिस्टो डिलक्स पता नै क्रिस्टो डिलक्स
स्नोफल हेर्न आएको होइन आज पुरो यताउता घुम्दा परिरहेछ अब यहाँ चटपटी खाने त्यसपछि पुरा केटाहरूको पुरा लाइन लागिरहेको छ यहाँ पुरा अर्डर गर्नलाई केशव दीपक विचलदा सनमदा के खाने कितना तुमसे प्यार करते कि नहीं वाला सीन है यहाँ पे सनमदा का हर समय फोन 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 तो पिच्छे फोन यो हाम्रो अर्डर टोटल भइसक्यो के भयो केशव केएफसी टोटल टेबलमा यहाँ टोटल बिल कति भयो 35 युरो भनेको 3500 आज बवाल खायो चाहिँ सब पार्टी चाहिँ फेरि मेरो तर्फबाट हो भने युट्युबको फर्स्ट पेमेन्ट आएको छ नि त मेरो होइन तपाईँहरूलाई नेक्स्ट भिडियोमा भन्न जान्छ कति पेमेन्ट आएको छ युट्युबको फर्स्ट पेमेन्टको यो हो कि ओके डिल डब्बै दिन त्यसको त घन्टा तपाईँको अर्डर आइसक्यो यो केएफसी होइन उजुल दा चियर्स चियर्स खोइ हामीहरूलाई पूजा गर्नु पर्यो अब हाम्रो खोइ तिम्रो उहाँ गएर सोध न चौकी फ्याँक्नुपर्छ न क्या चोकै फ्याँक्नुपर्छ नि भ्युवर्सले चोखो लाउँछ नि फेरि हाम्रो अर्डर आइसक्यो कसो अघि थालेको बर्गर फ्रेन्च फ्राइज केएफसी होइन अब इङ्ग्लिसमा पकेट भन्छ नेपालीमा बाल्टी भन्छ एक बाल्टी मासु खतम गरिसक्यो हामीले दुईजना पुरा यस्तो भोक लागिरहेको पुरा रित्तेछ त बाल्टी त अघि त्यही पनि पेट भरेको छैन अझ बर्गर मगा भनेर सोध्दैछु खोइ हेरौँ अब के हुन्छ के दोब्रे Where is my burger, bro? एउटै हो नि है मुखमै नपर्ने यत्रो कसरी खानु मुखमै चेप्टा सीधा प्लेटले चेप्टा हो 1 बाइट वन बाइट लियो चेप्टा क्लिन गर्दै मुखै नखुल्दो रहेछ अलिक स्क्रू ड्राइभरले खुल्नुपर्छ जस्तो छ म अब खाइयो होइन अब लाग्यो अब अगाडि गएर सामान लिने अलिअलि रासिनहरू लिनु छ अनि दिउँसै आएको अन्त पुरा रातो परिसकेछ त के अरे अँध्यारो भइसक्यो चाहिँ पुरै के को बिल दिनु हौ तिमीलाई चाहिँ तिमीलाई बिल चाहिँ के को दिनु भन न बिल के सेल्फी स्टिक कहीँ सर मात्रै केटाहरूले कपडा किनेर आएको पुरा फेरि लगाएर सो आजको भ्लग चाहिँ खतम गरौँ स्नोफल देखाउन गएको स्नोफल बाहिर जान्छ पग्लिसकेछ होइन बाहिर त घुम्यो आयो के छैन फेरि अब फेरि कुनै दिन हामीलाई ओके किप सपोर्टिङ